ल ओके गाइस हेर्नुहोस् यहाँ अजिब कुरा भइरहेछ यहाँ कुखुराहरू मम्मी त्यहाँ हुनुहुन्छ यहाँ अन्डा पारिरहेको रहेछ यहाँ कार्लिज पनि छ है एउटा फेरि पहिला टन्नै कुखुराहरू थियो क्या अनि अहिले चाहिँ सब बर्फीले गर्दाखेरि कुखुराहरू सब धेरै हाँस पनि छ है 2-3टा हे गाइस वेलकम ब्याक टु माई च्यानल गाइस है आज चाहिँ शनिबार हो हल्का ढिलासम्म पनि सुतेछु म होइन अनि उठेर म चाहिँ एउटा सर्ट मुभीमा काम गरिरहेको छु गाइस है यसको चाहिँ अब साउन्ड डिजाइनहरू गर्न बाँकी छ होइन अनि यो चाँडै सब्मिट पनि गर्नुपर्ने छ कि अनि आज खासै त्यस्तो प्लान त छैन गाइस होइन आज म तपाईँहरूलाई मेरो कुखुरा फार्म देखाउने सोचिरहेको छु हल्का फुल्का होइन धेरै ठुलो त छैन जस्ट ठिक्कको होइन आज के कस्तो हुन्छ दिन होइन म आज दिनभरि सब बिराको दिन के गर्छु म त्यो देखाउनेवाला छु यदि गाइसहरूलाई मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला है त ल सी यु गाइस है बाइक नधोको पनि यहाँ कति भयो 2 महिना जति भयो भने पानी पर्ने सिजन छ अब धुयो भने फोहोर भइहाल्छ होइन त्यो भएर नधोको अच्छा यो बाइकलाई म धुन लाँदैछु है गाइस अब के हुन्छ बाइक वास गर्न गएको गाइस यार ओक सबै दुइटै बन्द रहेछ है अनि अहिले चाहिँ म यहाँ फार्ममा आएको छु है गाइस है अब यो चाहिँ लोकल कुखुराको फार्म हो गाइस है यदि हजुरहरूले अब लोकल कुखुरा लिनु छ अन्डाहरू लिनु छ भने हजुरले अब गलफुट आटा चिल्ड्रेन पार्क छ हजुरको होइन चिल्ड्रेन पार्कबाट तपाईँ लेफ्ट लागेर अनि फेरि त्यहाँ हल्का सिधा अगाडि आएर त्यहाँबाट फेरि लेफ्ट लागेर अनि यो ओह्रालो झऱ्यो भने चाहिँ तपाईँहरू होइन हाम्रो यो पुन्च फार्ममा आउन सक्नुहुन्छ है गाइस यो जस्तो हात यो जस्ता यो होइन फार्म अब म तपाईँहरूलाई देखाउँछु के कस्तो छ भित्र होइन यहाँ चाहिँ तपाईँको अब कस्तो भने कुखुरा टन्नै थियो कि 5-6 थियो अस्ति नै बर्ड फ्लू लागेको थियो नि त अनि बर्ड फ्लू लागेर चाहिँ फेरि सब कुखुरा मरेर फेरि अहिले बिगिनिङ सुरु हुँदैछ धेरै कुखुरा छैन अहिले खै कति होला 50-60 जति होला कुखुरा भयो भने अहिले चाहिँ अनि त्यही है अब लोकल कुखुरा चाहियो भने चाहिँ आउँदा हुन्छ है मैले हल्का भिडियोमा देखाइदिएको छु लोकेसनको होइन बाटो त्यो हेर्दै आउँदा हुन्छ ओके गाइस गाइस हेर्नु सक्नुहुन्छ यो चाहिँ पुन्च फार्म हो गाइस होइन तपाईँको यहाँ चाहिँ अब पहिला टन्नै कुखुरा हुन्थ्यो अहिले बर्ड फ्लूले गर्दाखेरि सखाप भएको छ कुखुरा अनि यता कुखुराहरू मम्मी त्यहाँ हुनुहुन्छ यहाँ अन्डा पारिरहेको रहेछ यहाँ कार्लिज पनि छ है एउटा फेरि पहिला टन्नै कुखुराहरू थियो क्या अनि अहिले चाहिँ सब बर्ड फ्लूले गर्दाखेरि कुखुराहरू सब धेरै हाँस पनि छ है 2-3टा बाँचेको यिनीहरू चाहिँ झुक्केर बाँचेको कुखुराहरू है फेरि अनि यहाँ अब पछिको लागि यहाँ चल्ला हुर्किरहेछ हेर्न सक्नुहुन्छ है दामी छ नि त होइन अब यदि हजुरहरूलाई अब लोकल कुखुराहरू चाहिएको छ भने अब सम्पर्क गर्दा हुन्छ म नम्बर डिस्क्रिप्सनमा राखिदिन्छु आएर लिँदा हुन्छ म नभए पनि अब मम्मी हुनुहुन्छ यहाँ उहाँको नम्बर राखिदिन्छु अनि उहाँसँग फोन गरेर आउँदा हुन्छ है गाइसहरू लिन चाहियो भने कुखुराहरू ताजा ताजा लोकल अन्डा भर्खर पारेको चाहिएको छ भने सम्पर्क गर्नु है गाइस यसले पनि पार्दैछ यसरी हेर्छौ यहाँ छ उल्टे हल्का उल्टे भनेको अब यो चाहिँ हल्का महँगो पर्छ नर्मल कुखुरा भन्दा होइन यसको चाहिँ कपाल पुरै उर्रा हुन्छ है मेरो कपाल जस्तो अनि यो चाहिँ हल्का कस्तो भने अब रोकसोकको लागि खाने गरिन्छ यो चाहिँ के हो यो सानो बिरामी भएर हेर्नु नि त्यो बर्फीले यस्तो हो अब च्याउ छ नि बिजनेस गर्न नि कार्लिज चाहिँ खतरा खायो यो चाहिँ बच्चैदेखि पालेको है ठुलो भइसक्यो कार्लिज यो चाहिँ अब एउटा मात्रै छ त्यो बेच्दिनँ गाइस म यो चाहिँ होइन अब यतिको 6वटा चाहिँ एउटा मात्रै बाँकी भयो क्या अब यो अब देखाउटको लागि पनि राख्नु पऱ्यो यस्तो छ अब है तपाईँहरू कुखुरामा लिन आउँदाखेरि तपाईँहरूलाई यदि यहाँ फर्सीको मन्टाहरू फलेर हुन्छ होइन अहिले त ऊ भइसकेको छ सब सकिसकेको छ होइन यहाँ ऊहरू काँक्रोहरूदेखि फर्सीको टमाटर होइन धनियाँहरू सब यहाँ रोपिरहेको हुन्छ अनि त्यो पनि लिएर जान सक्नुहुन्छ गाई चाहिँ यहाँ पनि मजाले फलेर हुन्छ यहाँ मात्रै नभएर यहाँ तपाईँको गाईको फार्म पनि ठुलो छ है यतापट्टि गाईको फार्म पनि छ गाईहरू पनि टन्नै मस्त छ अनि यता तरकारीहरू पनि मजाले रोप्छ है यहाँ आएर तपाईँले वरिपरिबाट लिन सक्नुहुन्छ है फार्मै छ है
हल्का यहाँ चाहिँ हल्का है टमाटर टेन्सन हुन्छ टमाटर समाटर फ्रेस फ्रेस अर्ग्यानिकै पाउन सक्नुहुन्छ अब दुध महीहरू चाहियो भने चाहिँ यता पनि छ रुक्नु दोकाला हाउस त्यहाँ गाईहरू पनि छ क्या यहाँ नयाँ यहाँ फर्सीको मुन्टाहरू सब पाउँछ यहाँ गाईको उ छ बाहिरबाट हेरिन्छ देख्नु भएन गाईहरू पनि छ यहाँ अनि यस्तो छ यो चाहिँ पुरै फार्मिङ भइरहेछ माथि गोल पुरा हाइट भयो अनि यो मुनि चाहिँ पुरै फार्म चलिरहेको होइन अनि तपाईँहरूलाई अब केही चाहियो भने आउँदा हुन्छ यहाँ सब अर्ग्यानिक छ है त्यो चाहिँ हाम्रो फार्म हो अरे ल ओके गाइस म चाहिँ अब खाना खान लागेको छु होइन यहाँ खाने चलाउँछ यहाँ लप्सीको अचार छ यो बक्खुपुरी दही भयो यो पटको भयो होइन हिजो धेरै खान नसकेर फिर्ता ल्याएको मैले खाना यहाँ सिब्राको र दाल छ यहाँ किमा यसले के भन्छ नाम यो 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 होइन के पो भन्छ यो अनि चाहिँ आलु होइन यो चाहिँ फर्सीको अनि यहाँ छ त्यहाँ कुखुराको पनि छ अनि त्यहाँ तामा पनि छ यस्तो छ आजको खाना ओके गाइस अब खान्छु है तपाईँहरूलाई सी यू गाइस म चाहिँ यहाँ हिपिल्सबाट छिरेको छु है यहाँबाट चाहिँ हल्का सर्टकट छ क्या झर्न जाने बाटो अनि यहाँ एक्लै छु म एक्लै भएर रमाइलो हुन्छ है धेरै टाढो छैन नि त अनि अघि भएर पानी पऱ्यो जुगा होला डेन्जर होइन कहिले काहीँ एक्लै भए पनि आउनुपर्छ त्यही रमाइलो हुन्छ एक्लै आयो भने पनि होइन यस्तो छ वरिपरि होइन पुरै खोलाको साउन्ड आइरह अस्ति लास्ट टाइम आउँदाखेरि यहाँ पानी थिएन क्या अनि त्यति बेला मैले बनाएन ब्लग अनि आज चाहिँ फेरि पानी स्योर छ 100% टेन्सन हुन्छ कत्रो ठुलो खोलाको आवाज आइरहेछ नि त होइन यता मुनि छ खोला छ होइन तपाईँले हेर्न सक्नुहुन्छ पानी वाइल्ड ठुलो छ होइन मान्छेहरू नि वाइल्ड छ ओइ हेर्न सक्नुहुन्छ होइन खतरा खतरा क्या माथि चढ्नु पऱ्यो यार चिप्लेला हो नि टेन्सन क्या अब म यो खोला तरेर माथि जानुपर्ने छ होइन ल अब म जान्छु ओके गाइस यो चाहिँ कता होइन अब यता माथि बिस्तारै यता माथि जाँदैछु म त्यो चाहिँ यस्तो ठाडो छ क्या उकालै हेर्नु सक्नुहुन्छ ठाडो हेर्नु त पुरै ओके गाइस यहाँ म आइसकेको छु होइन वाह हेर्न सक्नुहुन्छ तपाईँहरू खतरा अब म गाइस यहाँ पौडी खेल्न जान्छु ओके गाइस म गइरहेको छु ओए हावाले हानेको यताबाट सकिँदैन हेर यताबाट जानुपर्छ चिसो पानी
ओए पोवाल भिज्छ यार गाइस यार पानी लास्ट चिसो छ होइन अनि यो चाहिँ अब तपाईँहरू कहाँबाट आउने भनेको बुढानी गण्ड मन्दिरबाट चिसो नि हुँदै आयो भने यो झर्नामा आइपुग्छ है अब त्यहाँ सोध्दै आए पनि हुन्छ झर्ना कहाँबाट जाने भनेर अनि लास्ट वाइल चिज छ यार त्यही छ पनि गाइस ढुङ्गामा ठोकेर यहाँ भाइहरू छ होइन गाइस म चाहिँ यहाँबाट निस्किन लागेको अनि गाइजहरू होइन यहाँ भाइहरू छ यहाँ चट्टा लगाएर मेरो नयाँ नयाँ सब्सक्राइबरहरू होइन यहाँ चाहिँ फोहोर भइदियो लाग्छ यो होइन मान्छेहरू यहाँ यस्तो खाएर आएर होइन त्यसो फोहोर चाहिँ लगेर जानु होला म पनि यहाँ कुखुरा सुक्रा पोल्न आइरहेको हुन्छु लगेर जान्छु सब फोहोरहरू होइन अब सबजनाले अब फोहोर ल्याएपछि लगेर जानु पऱ्यो होइन यस्तो ब्युटिफुल ठाउँमा यहाँ ल ओके गाइजहरू ल ओके ल ल गएको भाइहरू ल ल ओके गाइस हेर्नुहोस् यहाँ अजिब कुरा भइरहेछ यहाँ बुलेट त पोटी जस्तो देखिरहेछ यो भाले जस्तो देखिरहेछ यार कडा हेर्नु न गाइस यार खर्च यार गाइसहरू हेर गाइसहरू चाहिँ यस्तो छ हेर्नु ल ओके गाइस म चाहिँ यहाँ अहिले चिसनीमा छु हेर्नु है भुइँसँग छ दामी कडा त अब यहाँ बसेर चिया चिया खाएर सुकुटी खाएर म निस्किन्छु अब बिस्तारै गाइस म चाहिँ चिया र सुकुटी खाँदैछु होइन चट्टा लगाएर साढेको चौधसँग अगाडि हेर्न सक्नुहुन्छ यस्तो छ क्लाइमेट अहिले गाइस म चाहिँ गलफुटारमा छु यहाँ मसला चिया खान आएको होइन नद चिया अनि हल्का चिसो मौसम छ पानी पनि परिरहेको छ ठाउँ पनि एकदमै राम्रो भाइब्स छ सो है त गाइस ल सी यू ल गाइस म चाहिँ यहाँ धुम्बार आएको छु तरकारी बजार है के लगौँ तरकारी हल्का लगेर जाउँ भनेको के छ त यहाँ छ है कागती तितेकरिला अनि अरू के छ यस्तो छ सबै ओके गाइस फाइनली म चाहिँ घरमा छु होइन अनि आजको दिन साह्रै रमाइलो पनि भयो हजुरहरूले हेर्नु पनि भयो होला होइन अनि आज मेरो एउटा सानो काम बाँकी छ त्यो कम्प्लिट गर्नुपर्ने छ अनि हजुरहरूलाई आजको भ्लग के कस्तो लाग्यो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला र म डेली भ्लग ल्याउने ट्राई गर्दैछु होइन गाइस यदि होइन हजुरको साथ सपोर्ट पायो भने म लिएर आउँछु है डेली भ्लग ओके गाइस सी यू गुड नाइट